रविजी जोगिनुहोस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो होइन? मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था अहिले यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी मेरो मित्र। हामी रत्न राज्यलक्ष्मी क्याम्पसमा सँगै अध्ययन गर्यौं, रेडियो नेपालमा सँगै जागिर खायौं, फिल्महरूमा पनि हामी सँगै निर्माण गर्यौं र उहाँ अमेरिका बस्दाखेरि पनि हामी सँगै बस्यौं। उहाँ बाल्टिमोरमा बस्नुहुन्थ्यो, म पेन्सिल्भेनियामा बस्थेँ। जब टिकापुर घटना घट्यो, रवि लामिछानेजी न्यूज 24 मा काम गर्नुहुन्थ्यो। करिब 2-4 महिना उहाँ हामीहरू विरुद्ध खुब खनिनु भयो। अनि म दिल्लीबाट उहाँलाई फोन गरेर भन्थे कि रविजी यस्तो होइन। र फेरि रविजी र मेरो अन्तर्वार्ता युट्युबमै प्रष्ट छ। जब म जेलमा आएँ, उहाँ गृहमन्त्री बन्नुभयो। म प्रत्येक पटक उहाँलाई फोन गर्थेँ, सम्झाउँथे, मन्त्रीजी यस्तो हुँदैछ, यस्तो गर्नुस् न। त्यस पछाडि म जेलभन्दा बाहिर आएँ र विभिन्न राजनीतिक दलको बैठकहरूमा जान थालेँ। अनि मैले त्यहाँ अलिकति गन्ध पाएँ। यो गन्ध नमजाको छ। रविजी सतर्क हुनुहोस्। डाक्टर बाबुराम भट्टराईको कार्यक्रममा उहाँ गृह तथा उप प्रधानमन्त्री हुँदा मैले पोल खोलिदिए, रविजी जोगिनुहोस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो होइन? मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था अहिले यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। हामी नागरिक स्वतन्त्रता, प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्छौं साथी। दोस्रो पटक भेट्न जाँदा निकै कठिन भयो। एउटा माननीय भइसकेको रेशम चौधरीलाई, एउटा राजनीतिक व्यक्तिलाई भेट्नका निमित्त चलाइएको नेक्सस कति खतरनाक छ। त्यसकारणले मैले तपाईहरुलाई भन्दैछु साथी हो, बादलको जो दम्ब छ, पानी नपर्ला भन्न सकिन्न। आदरणीय साथी हो, यो देशमा परिवर्तनका निमित्त हामीले के भूमिका खेलौं त्यो भन्न चाहन्नु, तर यति मात्रै भन्न चाहन्छौं कि हामी परिवर्तनमा जहिले पनि लाग्यौं। डाक्टर बाबुराम भट्टराई र प्रचण्डजीहरूले जनयुद्ध गरिरहँदा म रेडियो नेपाल, रेडियो सगरमाथा र नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे, पत्रकार थिए र म सम्पूर्ण सुरक्षा निकायसँग नजिक थिए। तर माओवादीको गीतहरू खोज्दै जान्थे, माओवादी कहाँ आए खोज्दै जान्थे। एक पटक दशैं मान्न घरमा गए अनि माओवादीले एउटा कार्यक्रममा बोलायो। रेशम चौधरीको समुदायलाई नेपाली बनाउनका निमित्त छिनिदिने फैसला गरिदिने न्यायाधीश को छ। म यहाँ धेरै बोल्दैन, बोलो कि मुद्दा लगाउँछु। यहाँ म सत्य र यथार्थ कुराहरूमा टेकेर केही कुराहरू भन्छु।